हेलो नमस्ते एन्ड गुड आफ्टरनुन सबैजनालाई। मैले चाहिँ गुड आफ्टरनुन किन भनेको भन्दाखेरि चाहिँ आज चाहिँ मेरो छुट्टीको दिन थियो। सो म चाहिँ 12 बजेसम्म सुतिराखेको थिएँ अनि उठेर घरमा हजुरहरूले देख्न सक्नुहुन्छ मेरो घरको हालत के भएको छ। मेरो रुममा चाहिँ कति धेरै भद्रगोल छ हैन। अब हामी जस्तो काम गर्ने मान्छेहरूको लागि भनेको चाहिँ अब यस्तै हो हैन। अब दिनभरि काममा होइन्छ, बिहान बेलुका भनेको त्यही हो, पकाएर खाँदैमा ठिक्क हुन्छ। सो म चाहिँ छुट्टीको दिनमा चाहिँ अलि राम्रोसँग अनि सबै रुमहरूलाई चाहिँ सफा गर्छु। अनि अरू दिनमा चाहिँ अब राम्रोसँग सफा गर्न पाइँदैन नि त, भ्याइँदैन। सो त्यही भएर चाहिँ मैले अब छुट्टीको दिनमा चाहिँ नि मजाले सफा गर्न लागिरहेको थिएँ। अब सबै कुराहरू सुट गर्नलाई चाहिँ अब भ्याइँदैन, सकिँदैन हैन। अब एक्लै कसरी गर्ने, मेरो चाहिँ त्यति एक्सपिरियन्स पनि छैन। म चाहिँ पहिलोचोटि यस्तो भिडियोहरू बनाइराखेको छु हैन। अब हजुरहरू बनाइराख्नुहुन्छ होला, तर म चाहिँ बनाउँदिनँ। सो हजुरहरूले पनि भन्न सक्नुहुन्छ मलाई कस्तो तरिकाले गर्नुपर्छ, भिडियोहरू बनाउनुपर्छ भनेर। अनि म चाहिँ यहाँनिर भाँडा माजिरहेको थिएँ हैन। भिडियोलाई मैले पुरै स्पिड बनाइदिएँ अनि त्यसपछि म पुरा मेसिन जस्तो लाग्दैछु कि हैन। हजुरहरूलाई मलाई देखेर हाँसो लागिराखेको होला, म आफैलाई देखेर पनि हाँसो लाग्दैछ हैन। अनि मैले सबै सफा गरेर चाहिँ भाँडाहरू माजेर अनि त मेरो टोकरीमा हालेर राख्दैछु। अनि फर्स्ट त्यहाँनिर सुक्नु पर्यो नि त, अनि त्यसपछि फेरि पछि राख्नुपर्ने हुन्छ। अनि मैले चाहिँ फटाफट सबै कामहरू गरेँ, घर पनि सफा गरिसकेको थिएँ। अनि मैले लास्टमा चाहिँ अनि फाइनल अब खाना पनि बनाइसकेको थिएँ। अनि सबै कुराहरू अलि मिलाएर चाहिँ अनि हजुरहरूलाई सुट गरेर देखाउँदैछु। मेरो घर चाहिँ सानो छ, सो धेरै सामानहरू पनि छैन। अनि लास्टमा चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ। अनि त्यसपछि मैले लास्टमा थकिहारेर अनि त्यसपछि फेरि भिडियो बनाएँ।